सुत्केरी मसला सबैले बनाउन सक्ने तरिकामा आज म बनाएर हजुरहरूलाई शेयर गर्दैछु। प्लिज हजुरहरूले भिडियोलाई जति सक्दो शेयर गरेर सबै सामु पुर्याइदिनु भयो भने, यदि पहिलोचोटि सुत्केरी मसला बनाउँदै हुनुहुन्छ भने पनि अलिकति पनि मिस्टेक हुँदैन। एकदमै हेल्दी वेमा बनाएर हजुरहरूलाई शेयर गर्दैछु। सुरुमा चाहिँ चाहिने सामग्रीहरुमा मैले लिएकी छु कालो जिरा, ज्वानो, देशी सुप, मेथी, नेपाली सुप, त्यसैगरी यो चाहिँ चम्सुरको दाना, ल्वाङ, दालचिनी, ठुलो ओखती, मरिच, पाखनबेद, जाइफल, अलैची, सुकुमेल, जायत्री, बत्तीसाको धुलो, ठुलो बदाम, पम्पिङ सीड्स, पेस्ता, ओखर, काजु, किसमिस, यो चाहिँ मिश्री हो। चाहिने जति दूध, गुँद, कोरेको नरिवल, यो चाहिँ खजुर, अनि कतिको घिउ राखेको मनपर्छ त्यो अनुसार घिउ। बत्तीसाको धुलो निकालेर बाहिर राख्ने, बाँकी रहेको सबै सामग्रीलाई चाहिँ लो हिटमा बिस्तार अलिकति पनि नडढाइकन मजासँग भुट्ने। यदि हजुरहरूलाई धेरै घिउ तेल राखेको मनपर्छ भने हजुरहरूले तेलमा या घिउमा पनि पड्काउन सक्नुहुन्छ। सेलाउनका लागि प्लेटमा निकाल्ने काजु, बदाम, ओखर, अनि यो पम्पिङ सीड्स, किसमिस र खजुर बाहेक सबै नट्सहरूलाई राम्रोसँग भुट्ने। पाखनबेद, ठुलो ओखती, अनि यो जाइफल, यो ठुलो ठुलो सामग्रीहरूलाई चाहिँ निकालेर खलमा कुट्नु पर्ने हुन्छ। काजु, बदाम, यो नट्सहरू सबै भुटिसक्यो। यसलाई पनि सेलाउनको लागि प्लेटमा निकाल्ने। अब कोरेको नरिवल, किसमिस, अनि यो खजुरलाई पनि यसैमा राखेर एकदमै लो हिटमा एकैछिन भुट्ने। कुनै पनि सामग्रीलाई अलिकति पनि डढाउनु हुँदैन, तर राम्रोसँग पाकोस्। यसलाई पनि मैले सेलाउनको लागि एउटा प्लेटमा निकाले। त्यसपछि यो जाइफल, ठुलो ओखती, पाखनबेद, यिनीहरूलाई मजासँग कुटेर त्यसैमाथि राख्ने। अब यो सबै सामग्रीलाई मिलाएर मिक्सरमा राख्ने। खजुर, किसमिस र कोरेको नरिवललाई हजुरहरूले यदि पिस्न मन लाग्दैन भने नपिस्दा पनि हुन्छ। अब मैले चाहिँ यही मिक्सरमा राखेर मजासँग पिस्छु। त्यसपछि बत्तीसाको धुलो पनि यसैमा राखे, स्वाद अनुसार मिश्री पनि यसैमा राखेर एकदमै मसिनो हुने गरी पिस्नु पर्दैन, हल्का खस्रो खस्रो यतिको पिसिसकेपछि यसलाई अब एउटा प्लेटमा निकाल्ने। यति गरिसकेपछि हजुरहरूले सुत्केरी लड्डु पनि बनाएर दिन सक्नुहुन्छ। आज चाहिँ म एकदमै मिठो सुत्केरी मसला बनाउँदैछु। त्यसैले गर्दा कराईमा घिउ तताउन राख्दैछु। यदि हजुरहरू चाहिँ चिल्लो खानुहुन्न भने यो गुँद छ नि, केही पनि नराखिकन सुई सुई जसरी हामी मकै भुट्छौँ नि त्यसै गरी पनि भुट्न सक्नुहुन्छ। आज म घिउमा फुराउँदैछु, त्यसैले गर्दा मैले एक ठुलो चम्चा यो तातो घिउमा राखेर फुर्र फुराएँ। एकदमै लो हिटमा फुराउँदैछु। अलिकति हाई हिट भयो भने चाहिँ छिट्टै डढिहाल्छ। यतिको फुरिसकेपछि अब यसलाई एउटा प्लेटमा निकाल्ने। मैले अघि नै भने नि, यदि हजुरहरूलाई चिल्लो खान मन पर्दैन, चिल्लो खानु हुँदैन भने चाहिँ हजुर